आज चाहिँ हाम्रो रामपुर बजारमा लागिरहेको मेलामा चाहिँ एलिना चौहान आउनुहुँदैछ अरे। त्यही भएर चट्टसँग भाइ हामी र मामाहरू मिलेर जान लागेको। चट्टसँग बजार पनि पुग्यो। बजार पुगेर हेर्दा त बाबा थापागाजी पनि पो आइपुगिरहेको रहेछ भने। त्यसपछि चट्टसँग गएर गेट पनि प्रवेश गरिवरी एउटा टिकट काटेर भित्र पनि प्रवेश गर्यो। भित्र गइवरी हेरेको बाबा हो कम्ता रमाइलो भइरहेको थिएन भने। त्यसपछि गएर एकछिन डान्स हेर्न जाउँ न त भनेर यता हेरेको बाबा दिदी त टिकटक बनाएर बसिरहनु भएको थियो भने। त्यसपछि गएर चट्टसँग एउटा मिठो डान्स पनि हेऱ्यो। तर यो डान्स हेर्दाखेरि खासै मजा लाग्दो थिएन। तर केटाहरू भने हाँसिरहेको थियो है भित्रभित्र। होइन फेरि यता चाहिँ के चलिरहेछ। त्यसपछि यो भाइको डान्स चाहिँ मलाई एकदमै राम्रो लागिरहेको थियो। डान्स सान्स हेरिवरी एलिना चौहान चाहिँ नआउने भएपछि हामी चाहिँ लाग्यो पिङ खेल्नको लागि। रोशन फेरि यता कम्ता रमाइरहेको थिएन भने। मलाई पनि एकदमै रमाइलो भइरहेको थियो। तर एकछिन पछिबाट पिङ खेल्न बसेको त बाबा हो मुटु नै चिउवा चिउवा हुने गरी खेलाइदिरहेछ। होइन फेरि के साह्रो घुमाइदिएको र भने। अब त मेरो 7 पुस्ता रोटे पिङमा बस्दैन भने। कतिखेर झरौँला जस्तो भइरहेको थियो। बल्ल बल्ल रोक्यो भने। त्यसपछि झरेर गइवरी यसो एलिना चौहानको गीत पनि मिठो मिठो सुनियो। हिजो को मेलामा आउनु भएको थियो सबैजनाले तल कमेन्टमा गर्नुहोस् है त। त्यसपछि गीत सित सुनिवरी खासै मजा लाग्दो जस्तो भएन। मामाले फेरि यता गेम खेलेर हल्का पैसा जित्नु भएको थियो। त्यही पैसाले चाहिँ चट्टसँग यता बसेर चटपटे मिठोसँग खाइयो। चटपटे खाँदै थिएँ। दाइले त जाउँ फेरि एकताली पिङ खेल्न भन्नुभयो। त्यो रोटे पिङ चाहिँ होइन यसपालि यो नाउवाला पिङ चाहिँ खेलिदिउँ नि त भन्नुभयो। त्यसपछि चट्टसँग बसेको 2 घन्टा भइसक्यो। फेरि अझै समय स्टार्ट हुँदैन भने। नभन्दै स्टार्ट पनि भयो। यसो एकछिन हल्लिँदा त मजा आए जस्तो भएको थिएन। हल्लिएपछि त बाबा हो रोटे पिङमा भन्दा नि चिउवा चिउवा बनाउँछ त बाबा। लास्टै नै रमाइलो भइरहेको थियो। त्यसपछि एकछिन खेलेपछि चट्टसँग यहाँबाट नि कतिखेर झरौँ भइरहेको थियो। त्यसपछि झरिवरी हामी गाडी चाहिँ स्टार्ट गरिवरी चट्टसँग घरतिर लाग्यो। घरमा आइपुग्दा त 11 बजिरहेको थियो। रातभरिको डुलाइले त बिहान त 8 बजे पो उठाइ भइरहेको थियो भने। त्यसपछि दाँत साँत ब्रस गरिवरी चट्टसँग बसेर आफ्नै कामतिर ध्यान दिन थालेँ। एनिमेसन भन्छ के गर्छ भनेर कतिजनाले इनबक्समा मेसेज गर्नुभएको थियो। म चाहिँ कार्टुन भिडियोहरू बनाउँछु 2D र 3D मा। यही हो भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्नु होला। आजलाई यति हेर्नु बाई बाई।